नेपाल भाषा केन्द्रीय विभाग नेपाल भाषा स्नातकोत्तर विषय वंके जैन हाकुगु पी छदक्यंगुदु नेपाल भाषा स्नातकोत्तर विषय वंके जैन हाकुगु पी छदक्यंगु लस्ता शुक्रबार सुठे केन्द्रीय विभाग जाजो याना नेपाल भाषा एमफिल पीएचडी तगिया शुभारम्भ सत्य हेरा शिर्पा इनेजा लिसे सिद्धिमा सफुया पितो बोजे यागु ख जाजोले नेपाल भाषाया महाकवि सिद्धिदास महाजुया फुक्क किटितैगु संकलन सिद्धिमा नाप किरणकेन रञ्जितया अमेरिका नेवा प्रकाशन व तन्त्र आख्यानया लुमन्ती दबु ल्या गुङ्गु आरिक माला प्रधान्या स्रोत ग्रन्थ सफु हरिप्रसाद प्रधान्या व्यक्तित्व व योगदान याना मुक्क न्यागु सफुया उलेज यागु ख नेपाल भाषा केन्द्रीय विभागीय प्रमुख प्राध्यापक डाक्टर ओमकारेश्वर श्रेष्ठ या सभापतित्व जुगु जाजोले मुपा कठ ए महानगरपालिका या मेयर विद्या सुन्दर साक्य छाया दिगु ख महानगरपालिकाले विभागको जर्नल नेपाल भाषा अङ्क 9 को लागि पनि सम्पूर्ण खर्च दोहोरेको छ। यो जर्नल नीतिले अन्तिम तयार राखिएको छ। यति मात्र होइन, यस आर्थिक वर्षमा नेपाल भाषा केन्द्रीय विभागको पुस्तकालयलाई इलेक्ट्रोनिक लाइब्रेरी अथवा ई-लाइब्रेरी बनाउनको लागि रु 50 लाखको बजेट छुट्याएको छ। यो पुस्तकालय त्रिभुवन विश्वविद्यालयभित्रको पहिलो इलेक्ट्रोनिक लाइब्रेरी हुनेछ। यसका लागि महानगरपालिकाले जति धन्यवाद दिए पनि कम हुन्छ। ये महानगरपालिका यहाँ चिकित्सा no tasco prosek tu jasu jadi sahaja sosial cira tercik misalnya jauh menak udah disulasi ya kotor kalau seprosek ya tu juga cira mau beri buku mon kertas ya beri jasu ko mon beri kertas ya beri sedikit balik dasarnya berapa sana jumsan ya mau jumsan ya posisi ya so ya beri buku jadi cik misalnya ko yang tu kita apa ada sosial ni siapa sih di bawah ada korban karena tiga orang tu जाजोले पाकठ छायादिपी त्रिभुवन विश्वविद्यालय उपकुलपति प्राध्यापक डाक्टर धर्माकान्त बास्कोटा ए महानगरपालिका या उपप्रमुख हरिप्रभा खड्गी पाटन संयुक्त क्याम्पस प्रमुख प्राध्यापक डाक्टर हरि कुवर केन्द्रीय विभाग नेपाल भाषा या पठन पाठने मिटुकु भूमिका या बारे नौवाना दिगु ख आजको दिनमा कस्ता विषयवस्तुलाई हामीले प्राथमिकता दिनुपर्छ भन्दा मैले 4टा विषयवस्तुलाई चाहिँ प्राथमिकता दिने निर्णय गरेको छु। एउटा नम्बरमा बजारमा जुन विषयको माग बढी छ, भोलिका दिनमा कुनै पनि बेरोजगार नहुनु भनेर ती माग भएका विषयहरूलाई हामीले क्रमशः प्रवर्धन गर्दै लैजाने हो। अर्को भनेको हाम्रो टेक्निकल विषय, व्यावसायिक विषय, भोलिका दिनमा बजारमा काम पाएन भने पनि आफै स्वावलम्बी हिसाबले काम गर्न सक्ने, आफ्नो व्यवसाय गर्न सक्ने त्यो विषय छ। तेस्रो विषय भने राष्ट्र निर्माणमा हामीलाई कस्ता जनशक्ति चाहिन्छ, ती राष्ट्रले हामीलाई भनिदियोस् त्यही हिसाबका जनशक्तिहरू हामी पैदा गर्दै जान्छौँ। देशको लागि ज्यादै महत्त्वपूर्ण त्यो भनेको देशको कला, संस्कृति, भाषा, यो सम्पदा, प्राचीन सम्पदा, मौलिक चिजहरू देशको लागि जति छ तिनीहरूलाई उत्थान गर्ने जसले गर्दा भोलिको दिनमा नेपाल राष्ट्रको समग्र उत्थानमा, त्यसको पहिचानमा एउटा बल त्यो खालको जनशक्तिहरू 4 किसिमले वर्गीकरण गरी त्यही हिसाबले अगाडि बढाइराखेको अवस्था छ। हरेक ठासे हरेक ठाउँ ठासे चाहिँ नगरपालिका चाहिँ हरियो भाषाको चाहिँ प्रकोटियामा जुन काठमाडौँ महानगरपालिका मेयर, उपमेयर एवं कार्यपालिका सदस्य दक्ष चाहिँ आफू भुलिन चाहिँ चिन्हने परेजीमा आउँछ उकि त चाहिँ पहिलो जराए चाहिँ त्यसमा चाहिँ जोडेमा उनीहरू चाहिँ स्कुली से सुयामा एक इसी 8 को चाहिँ काठमाडौँ महानगरपालिका चाहिँ पाठ्यक्रम चाहिँ अनिवार्य रूपमा जस्तै नेपालीको इङ्ग्लिस गे चाहिँ अनिवार्य रूपमा चाहिँ त्यसमा बोलेको अखे चाहिँ अनिवार्य रूपमा चाहिँ त्यसमा ध्यान मछाएको चाहिँ ठो चाहिँ नने पनि फैको कुरा चाहिँ काठमाडौँ महानगरपालिका निर्णय
पहिलो चाहिँ चिसनको सामुदायिक स्कुल सरकारी स्कुल 91वटा स्कुल वो स्कुलतिर चाहिँ भने परेन सालो निश्चय अनिवार्य रूपमा चाहिँ सामुदायिक स्कुल एवं प्राइभेट 654 वटा इनका अनिवार्य रूपमा चाहिँ भने परे जो कि बल्ल चाहिँ जो भाषाको चाहिँ प्रमोट जी भाषा बचाइया फर रासा जो संस्कृति जो सम्पदा लोकम बचाइ जो भाषा लोप जुन लासा जीवन अस्तित्व चाहिँ लोप जिया पनि हिसाबमा चाहिँ चिसो चाहिँ थो चीज चाहिँ प्रायः बिहा चिसो भने परे जे छौँ यो सन्दर्भमा चाहिँ काठमाडौँ महानगरपालिकाले नेपाल भाषा केन्द्रीय विभागलाई जुन एउटा इलेक्ट्रोनिक लाइब्रेरी सहयोग गरेको छ त्यो लागि पनि एउटा त्यो नेपाल भाषाको एउटा प्रपर्टी हो त्यो प्रपर्टीलाई चाहिँ सदुपयोग हुने हामी विश्वास गर्न चाहन्छौँ जहाँसम्म नेपाल भाषा केन्द्रीय विभागका अध्यक्षले भने जस्तो विश्वविद्यालयमा थुप्रै समस्याहरू छन् उहाँले भन्नुभयो विशेषतः एउटा मानवीय संसाधन उचित व्यवस्थापन गर्न हामी जोडेका छौँ नेपाल भाषा केन्द्रीय विभागको समस्या हाम्रो क्याम्पसमा पनि समस्या भएको छ त्यसबारेमा चाहिँ क्याम्पस प्रमुखजीहरूले चाहिँ पटक पटक विश्वविद्यालयका पदाधिकारीहरूसँग सम्पर्क गरेको होइन र समस्याका चुनौतीका के छन् भन्दाखेरि विशेषहरूले भने जस्तो चाहिँ मानवीय समस्या व्यवस्थापन गर्न हामी जोडेका छौँ र यथाशक्य त्यो व्यवस्थापन होस् भन्ने म पनि विशेष समस्यामा राख्न चाहन्छु ज्याजोले नेपाल भाषा केन्द्रीय विभागे मुंका टगु स्वीडोटी सफुते त डिजिटाइज याना ई पुस्तकालय रूपान्तरण या त ए महानगरपालिका नेगु लक्तका बजेट विनियोजन यागु जानकारी न बिउगु ख